नमस्ते साथीहरू, यतिखेर चाहिँ म होइन फर्ममा आएको छु। अब फर्मको हालत हेर्नु न कस्तो छ अहिले होइन। घाँस पलाएको छ होइन। यहाँ बोडी लगाएको थियो, बोडी पनि पुरै मरिसक्यो जस्तो भएछ, टिपेर पनि भ्याइसकेको रहेछ। धेरै भयो नि त फर्ममा नआएको। आजभोलि असार लाग्यो अनि असारमा शान्ति, यताउता कामको तनाव होइन। फेरि अगाडि लगाएको बालीहरू चाहिँ सकिसक्ने बेला भयो। यहाँ लगी दाइहरूले पानी हाल्नुभएछ, केही लगाउनलाई होला रेडी गर्दै हुनुहुन्छ। दाइहरूले त्यो झ्याक्राहरू पनि निकाल्दै हुनुहुन्छ यतातिर होइन। काम चाहिँ भइरहेको हुनलाई अब यो सबै जति झ्याक्राहरू देखिरह नि, यो सबै फालेर अब चाहिँ यसमा नयाँ बिरुवाहरू चाहिँ लगाउने हो होइन। अब गोबीको सिजनहरू आउँदैछ, लौका काँक्राहरू करेलाहरू लगाउने, गोबी बन्दाकोपी फुलकोपी यस्ता बिरुवाहरू अब फेरि लगाउनु पर्ने हुन्छ। अब धेरै अब यो सबै चालहरू पुरानो होइन, वेस्टेजहरू सबै के छ यो सबै फाल्ने। अब यही काम गरेर यसलाई सर्लक्क फर्म चाहिँ अबदेखि जस्तो गर्नुपर्ने छ यसरी।